श्रद्धेय दर्शकवृन्द नमस्कार। कोशी प्रदेश पाँचथर जिल्ला फालेलुङ गाउँपालिकाको वडा नम्बर 1 खुङ्गा भनिने ठाउँबाट अहिले यहाँहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकवृन्द, आज म यहाँहरू समक्ष एउटा फलफुलको विषयको बारेमा बताउँ भनेर उपस्थित भएको छु। यो एभोकाडो हो। यो त चिनिहाल्नुभयो, मेरो पहाड घर पाँचथर फालेलुङ गाउँपालिका अन्तर्गतको यो वडा नम्बर 1 खुङ्गामा अवस्थित मेरो घर हो। र आज म यहाँहरूलाई एउटा फलफुलको बारेमा जानकारी दिउँ भनेर उपस्थित भएको छु। अवश्य पनि यहाँहरूले धेरैले जानकारी पाउनुभएको होला। यो देखिएको जुन लहरा छ, यो चाहिँ यसलाई लहरे आँप भनिन्छ। र हामीले धेरै वर्ष पहिले यो ख्यालमा यतिकै उम्रेर हामीले रोपेका थियौँ। यतिकै होइन, अब कतैबाट आउँदाखेरि यो उम्रेको हो। हामीले त्यसपछि यतिकै यसलाई छोड्यौँ र पछिबाट यसलाई सामान्य बार दिएर राख्यौँ। र यो यस्तो मजाले फल्छ, यहाँहरूले देख्नुभयो नि। अब यस्तो किसिमको यो यहाँ चाहिँ यो दाना लागेको छ। हेर्नुलाई यो दाना यस्तो मजाले लागेको हुन्छ। यो दाना हेर्नुहोस्, यति लहरै लागेको हुन्छ। यो झनै यो अचार खाने इल्ची जस्तो पनि हुन्छ, तर यो यसलाई लहरे आँपै भनिन्छ। र यति मजाले फल्छ कि यहाँले हेर्नुभयो, यो सबै यो दाना लागिराखेको हो। र यो जति फुल्या छ, यो फुलेको सबैमा दाना लाग्छ। र यसको बजार चाहिँ मैले त्यति साह्रो देखेको छुइनँ। र काठमाडौँतिर पनि हेर्दाखेरि त्यहाँ विभिन्न किसिमको फलफुल देखियो, तर यो लहरे आँपको विषयमा भने मैले त्यहाँ कहीँ पनि देखिनँ। र हेर्नु होला, यस्तो मजाले फल्या छ। यसरी जताततै ज्याप्ती फल्या छ। हेर्नु होला। हुन त दर्शकवृन्द, यहाँहरूले आफ्नो घरमा पनि रोप्नु भएको होला। यहाँलाई मभन्दा बढी जानकारी थियो होला नै, तैपनि मलाई आज यस विषयको बारेमा केही बताउँ भनेर यहाँहरू समक्ष यति नै प्रस्तुत गरेँ। र यो विषयको, यो फलफुलको विषयमा, यसको बजार र यो फलफुल खाँदा स्वास्थ्यलाई कतिको फाइदा बेफाइदा हुन्छ, सो बारेमा यहाँहरूलाई जानकारी भए अवश्य पनि कमेन्टमा यहाँहरूले उल्लेख गर्नुहोला। हवस् त, नमस्कार।